नमस्कार दर्शकवृन्द, तपाईलाई यस च्यानलमा स्वागत छ। आज हामी नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2082-83 को बजेटको बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। यो बजेट उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूले 2082 साल जेठ 15 गते सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो। कुनै पनि देशको बजेटले त्यस देशको आगामी आर्थिक दिशा र प्राथमिकताहरूलाई प्रतिबिम्बित गर्दछ। आर्थिक वर्ष 2082-83 को बजेटको मुख्य उद्देश्यहरूमा आर्थिक वृद्धिलाई दिगो बनाउने र गरिबी न्यूनीकरण गर्ने, उद्यमशीलता र लगानी मार्फत रोजगारी सृजना गर्ने, प्रविधिको प्रयोग बढाएर आर्थिक दक्षता हासिल गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र गुणस्तरीय सार्वजनिक सेवा तथा सुशासन प्रवर्धन गर्ने रहेका छन्। यी उद्देश्यहरू प्राप्त गर्न बजेटले केही मुख्य प्राथमिकताहरू निर्धारण गरेको छ, जस्तै उद्यमशीलता र रोजगारीलाई बढावा दिने, प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी विस्तार गर्ने, सामाजिक क्षेत्रमा गुणात्मक सुधार ल्याउने, सन्तुलित विकास र सामाजिक सुरक्षा सुनिश्चित गर्ने र नागरिक मैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण गर्ने। आउनुहोस् अब बजेटका महत्त्वपूर्ण आर्थिक सूचकहरू हेरौँ। बजेटले आगामी आर्थिक वर्षमा 6% को आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो लक्ष्य चालु आर्थिक वर्षको अनुमानित 4.6% को वृद्धि दरभन्दा बढी हो। स्मरण रहोस्, पछिल्ला 3 वर्षको औसत आर्थिक वृद्धि दर 7.7% रहेको थियो। त्यस्तै मुद्रास्फीति अर्थात् मूल्य वृद्धिलाई आगामी आर्थिक वर्षमा 5.5% को सीमाभित्र राख्ने लक्ष्य निर्धारण गरिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म मुद्रास्फीति 3.4% रहेको तथ्याङ्कले देखाउँछ। यी लक्ष्यहरूले सरकारको आर्थिक स्थायित्व कायम राख्दै विकासलाई गति दिने प्रयासलाई दर्शाउँछन्। अब केही अन्य महत्त्वपूर्ण आर्थिक सूचकहरूमाथि प्रकाश पारौँ। चालु आर्थिक वर्षको पहिलो 9 महिनामा विप्रेषण आप्रवाह 10% ले वृद्धि भई रु 1191 अर्ब पुगेको छ। चालु आर्थिक वर्षमा प्रति व्यक्ति कुल गारस्थीय उत्पादन 1496 अमेरिकी डलर पुग्ने अनुमान छ। चालु आर्थिक वर्षको पहिलो 9 महिनामा चालु खाता रु 210 अर्बले बचतमा रहेको छ भने शोधनान्तर बचत रु 346 अर्ब पुगेको छ। यसै अवधिमा कुल विदेशी विनिमय सञ्चिति 17 अर्ब 63 करोड अमेरिकी डलर रहेको छ। सरकारी खर्चको कुरा गर्दा चालु आर्थिक वर्षको संशोधित अनुमान अनुसार कुल विनियोजनको 89.4% अर्थात् रु 16 खर्ब 62 अर्ब 37 करोड खर्च हुने देखिएको छ। यसमा चालु खर्च 88.8%, पुँजीगत खर्च 83.4% र वित्तीय व्यवस्था 97.6% रहेको छ। यी सूचकहरूले देशको वर्तमान आर्थिक स्वास्थ्य र आगामी दिनका सम्भावनाहरूलाई सङ्केत गर्दछन्। अब लागौँ सबैभन्दा महत्त्वपूर्ण पक्ष, बजेटको आकार र यसका लागि स्रोत व्यवस्थापनतर्फ। आगामी आर्थिक वर्ष 2082-83 का लागि कुल रु 19 खर्ब 64 अर्ब 11 करोड विनियोजन गरिएको छ। यो रकमलाई विभिन्न शीर्षकमा विभाजन गरिएको छ। चालु खर्च रु 11 खर्ब 80 अर्ब 98 करोड जुन कुल बजेटको 60.1% हो। पुँजीगत खर्च रु 4 खर्ब 7 अर्ब 89 करोड जुन कुल बजेटको 20.8% हो। वित्तीय व्यवस्थातर्फ रु 3 खर्ब 75 अर्ब 24 करोड जुन कुल बजेटको 19.1% हो। यो विशाल बजेटका लागि स्रोतहरू यसरी जुटाइनेछ। राजस्वबाट रु 13 खर्ब 15 अर्ब कुल स्रोतको लगभग 66.95%। वैदेशिक अनुदानबाट रु 53 अर्ब 45 करोड कुल स्रोतको लगभग 2.72%। वैदेशिक ऋणबाट रु 2 खर्ब 33 अर्ब 66 करोड कुल स्रोतको लगभग 11.90%। आन्तरिक ऋणबाट रु 3 खर्ब 62 अर्ब कुल स्रोतको लगभग 18.43%। बजेटको आकार र स्रोत व्यवस्थापनले सरकारको वित्तीय योजना र प्राथमिकतालाई स्पष्ट पार्दछ। सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण पाटो भनेको प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण हो। आगामी आर्थिक वर्षमा यसका लागि पनि बजेटमा व्यवस्था गरिएको छ। कुल रु 5 खर्ब 82 अर्ब 83 करोड प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुनेछ। यो रकम राजस्व बाँडफाँट र विभिन्न प्रकारका अनुदानहरू मार्फत उपलब्ध गराइनेछ।
राजस्व बाँडफाँडबाट रु 1 खर्ब 65 अर्ब, समानीकरण अनुदान रु 1 खर्ब 39 अर्ब 63 करोड, सशर्त अनुदान रु 2 खर्ब 41 अर्ब 81 करोड, समपूरक अनुदान रु 13 अर्ब 34 करोड, विशेष अनुदान रु 13 अर्ब 5 करोड। यसले सङ्घीय सरकारको प्रदेश र स्थानीय तहको विकास र सक्षमता अभिवृद्धिप्रतिको प्रतिबद्धता देखाउँछ। अब बजेटको क्षेत्रगत विनियोजन र मुख्य कार्यक्रमहरूतर्फ लागौँ। कुन मन्त्रालयलाई कति बजेट छुट्याइएको छ र त्यसले के कस्ता मुख्य कार्यक्रमहरू सञ्चालन गर्नेछ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय। यस मन्त्रालयका लागि कुल रु 2 खर्ब 11 अर्ब 16 करोड 69 लाख विनियोजन गरिएको छ। यस अन्तर्गत विद्यालय दिवा खाजा कार्यक्रम, निशुल्क स्यानिटरी प्याड वितरण जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू समेटिएका छन्। गृह मन्त्रालय। शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न यस मन्त्रालयलाई रु 2 खर्ब 8 अर्ब 62 करोड 44 लाख छुट्याइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। देश विकासको मेरुदण्ड मानिने पूर्वाधार क्षेत्रका लागि रु 1 खर्ब 51 अर्ब 59 करोड 53 लाख विनियोजन भएको छ। यसमा राजमार्ग स्तरोन्नति, सुरुङ मार्ग निर्माण जस्ता आयोजनाहरू पर्दछन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय। ऊर्जा सुरक्षा र सिँचाइ सुविधा विस्तारका लागि रु 86 अर्ब 88 लाख विनियोजन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिँदै यस मन्त्रालयलाई 98 अर्ब 80 करोड 74 लाख छुट्याइएको छ। अर्थ मन्त्रालय। प्रशासनिक खर्च, ऋण भुक्तानी र विविध सहितका लागि रु 5 खर्ब 59 अर्ब 27 करोड 1 लाख विनियोजन गरिएको छ। रक्षा मन्त्रालय। राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका लागि रु 62 अर्ब 1 करोड 21 लाख विनियोजन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय। कृषि उत्पादकत्व वृद्धि र खाद्य सुरक्षाका लागि रु 57 अर्ब 47 करोड 94 लाख विनियोजन गरिएको छ। वन तथा वातावरण मन्त्रालय। वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनका लागि रु 18 अर्ब 61 करोड 28 लाख विनियोजन भएको छ। क्षेत्रगत विनियोजनको क्रमलाई निरन्तरता दिँदै अन्य मन्त्रालयहरूको बजेट हेरौँ। शहरी विकास मन्त्रालय। व्यवस्थित शहरीकरण र पूर्वाधार विकासका लागि रु 1 खर्ब 18 अर्ब 34 करोड 44 लाख विनियोजन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। पर्यटन प्रवर्धन र सांस्कृतिक सम्पदा संरक्षणका लागि रु 13 अर्ब 27 करोड 98 लाख छुट्याइएको छ। खानेपानी मन्त्रालय। स्वच्छ खानेपानीमा सबैको पहुँच सुनिश्चित गर्न रु 33 अर्ब 89 करोड 49 लाख विनियोजन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। डिजिटल नेपालको अवधारणालाई साकार पार्न रु 7 अर्ब 71 करोड 79 लाख छुट्याइएको छ। युवा तथा खेलकुद मन्त्रालय। युवा सशक्तिकरण र खेलकुद विकासका लागि रु 6 अर्ब 7 करोड 74 लाख विनियोजन गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय। प्रदेश र स्थानीय तहसँगको समन्वय तथा प्रशासनिक सुधारका लागि रु 11 अर्ब 88 करोड 77 लाख विनियोजन भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय। भूमिहीनको समस्या समाधान र सहकारी प्रवर्धनका लागि रु 7 अर्ब 49 करोड 36 लाख विनियोजन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय। औद्योगिक विकास र व्यापार सहजीकरणका लागि रु 10 अर्ब 13 करोड 81 लाख विनियोजन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। रोजगारी सृजना र सामाजिक सुरक्षाका कार्यक्रमहरूका लागि रु 4 अर्ब 28 करोड 48 लाख विनियोजन गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय। लक्षित वर्गको उत्थान र संरक्षणका लागि रु 2 अर्ब 8 करोड 9 लाख विनियोजन भएको छ। यो क्षेत्रगत विनियोजनले सरकारका प्राथमिकताहरूलाई थप स्पष्ट पारेको छ। अब बजेटको महत्त्वपूर्ण अर्को पाटो राजस्व नीति र कार्यक्रमहरूतर्फ लागौँ। सरकारले राजस्व परिचालनलाई प्रभावकारी बनाउन र कर प्रणालीमा सुधार गर्न विभिन्न नीतिहरू अघि सारेको छ। कर प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाइनेछ। मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क सम्बन्धी कानुनको पुनरावलोकन गरिनेछ।
सूचना प्रविधिमा आधारित उद्योग र होटेललाई विशेष उद्योग सरह, आयकर र विद्युत महसुलमा छुट दिइनेछ। सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आयमा 75% छुट दिइनेछ। नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आयमा 5% मात्र कर लाग्ने अन्तिम कर व्यवस्था गरिएको छ। वार्षिक 10 करोडसम्मको कारोबार गर्ने स्टार्टअप व्यवसायलाई 5 वर्षसम्म आयकर छुट दिइनेछ। प्राङ्गारिक र प्राकृतिक मल उत्पादनका लागि आवश्यक मिल मेसिनरी पैठारी गर्दा भन्सार महसुल हटाई अन्य करहरू खारेज गरिनेछ। ग्रिन हाइड्रोजन उत्पादन उद्योगका लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै प्रकारका कर महसुल छुट दिइनेछ र उत्पादनलाई 5 वर्षसम्म आयकर छुट दिइनेछ। विद्युतीय सवारी साधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्ब्लिङ उद्योगलाई आवश्यक पर्ने उपकरण पैठारीमा 1% भन्सार र अन्य कर छुट दिइनेछ। साथै यस्ता उद्योगलाई 5 वर्षसम्म आयकर छुट दिइनेछ। मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा भन्सार महसुल दरमा वृद्धि गरिनेछ। यी नीतिहरूले राजस्व सङ्कलनलाई बढावा दिने, लगानी मैत्री वातावरण सृजना गर्ने र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छन्। कुनै पनि बजेटको सफलता त्यसले हासिल गर्ने उपलब्धिहरूमा निर्भर रहन्छ। आर्थिक वर्ष 2082-83 को बजेट कार्यान्वयनपछि विभिन्न क्षेत्रमा के कस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल हुने अपेक्षा गरिएको छ त्यसबारे छोटकरीमा हेरौँ। कृषि क्षेत्रमा प्रमुख खाद्यान्न उत्पादन 11,426,000 मेट्रिक टन पुग्ने, रासायनिक र जैविक मल आपूर्ति 550,000 मेट्रिक टन हुने र कृत्रिम गर्भाधान 850,000 सङ्ख्यामा गरिने अपेक्षा छ। सिँचाइमा थप 5,960 हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने र तटबन्ध निर्माणबाट थप 250 हेक्टर जग्गा उकास हुने लक्ष्य छ। ऊर्जा क्षेत्रमा जलविद्युत उत्पादन क्षमता थप 942.76 मेगावाटले वृद्धि भई कुल 4,902.76 मेगावाट पुग्ने, थप 400 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण हुने र प्रति व्यक्ति विद्युत खपत 470 किलोवाट घण्टा पुग्ने अपेक्षा गरिएको छ। सडक पूर्वाधारमा थप 870 किलोमिटर सडक कालोपत्रे हुने र 16.625 किलोमिटर सुरुङ मार्ग निर्माण हुने लक्ष्य छ। साथै थप 120 वटा सडक पुल निर्माण सम्पन्न हुनेछन्। शिक्षा क्षेत्रमा आधारभूत तह कक्षा 1 देखि 8 को खुद भर्ना दर 98.1% र माध्यमिक तह कक्षा 9 देखि 12 को खुद भर्ना दर 61.6% पुर्याउने लक्ष्य छ। स्वास्थ्य क्षेत्रमा औसत आयु 72 वर्ष पुग्ने, मातृमृत्यु दर प्रति लाख जीवित जन्ममा 110 मा झार्ने र स्वास्थ्य बीमामा आबद्ध जनसङ्ख्या 50% पुर्याउने अपेक्षा छ। खानेपानीमा सुरक्षित खानेपानीमा थप 1%, कुल 37% र प्रशोधन सहितको ढल व्यवस्थापनमा थप 2%, कुल 7% जनसङ्ख्याको पहुँच पुग्नेछ। पर्यटन क्षेत्रमा 15 लाख विदेशी पर्यटक आगमन हुने र पर्यटन क्षेत्रमा थप 12,000 रोजगारी सृजना हुने अपेक्षा छ। रोजगारीमा वैदेशिक रोजगारीमा जाने सिपयुक्त श्रमिकको सङ्ख्या 75% पुर्याउने र पुनः एकीकरण कार्यक्रमबाट 10,000 जना लाभान्वित हुने लक्ष्य छ। यी अपेक्षित उपलब्धिहरूले बजेटको समग्र प्रभावकारितालाई दर्शाउनेछन्। दर्शकवृन्द, आज हामीले आर्थिक वर्ष 2082-83 को बजेटका मुख्य विशेषता, उद्देश्य, आकार, स्रोत, क्षेत्रगत विनियोजन र अपेक्षित उपलब्धिहरूका बारेमा विस्तृत रूपमा चर्चा गर्यौं। यो बजेटले देशको आर्थिक सामाजिक रूपान्तरणमा कस्तो भूमिका खेल्छ त्यो आगामी दिनहरूले नै बताउनेछ। तपाईलाई आजको यो प्रस्तुति कस्तो लाग्यो कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोला। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक र शेयर गर्न नभुल्नुहोला। साथै यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। आगामी अङ्कमा यस्तै जानकारीमूलक विषयका साथ उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।